नमस्कार, म हो सुप्रिया र फेरि पनि मेरो ब्लगमा हजुरहरूलाई स्वागत छ। र आज चाहिँ हाम्रो फ्यामिली पिकनिक छ। यहाँ हुनुहुन्छ हाम्रो आमा, यहाँ हुनुहुन्छ हाम्रो दादा, यहाँ बहिनी हाम्रो नन्दा, हाम्रो दिदी हुनुहुन्छ कटिङमा, यहाँ हुनुहुन्छ हाम्रो हेड कुक दादा, मेरो जेठाजु, यहाँ हुनुहुन्छ हाम्रो काकी, हाम्रो सानो चिन्नु पिन्टु, यहाँ हुनुहुन्छ मेरो देवर बाबु, पिकनिकको अब सुरुवात हुन्छ। यहाँ हुनुहुन्छ मेरो हस्बेन्ड, यहाँ हुनुहुन्छ हाम्रो काका, यहाँ हुनुहुन्छ हाम्रो फुपू, यहाँ चाहिँ हुनुहुन्छ हाम्रो काकी कफेरबाट आउनु भएको। आज चाहिँ हाम्रो फ्यामिली पिकनिक छ। यहाँ हुनुहुन्छ हाम्रो दिदी जेठानीको ब्लगमा, यहाँ हुनुहुन्छ हाम्रो कान्छीहरू, यहाँ हुनुहुन्छ हाम्रो दिदी, हाम्रो काकी मालबजार काकी, म्युजिक लिँदैन त। बेसी मान्छे भएर सु गर्नुको लागि नि पहाड चढ्नु पर्यो है। हेर्नुहोस्, ब्रेकफास्ट स्टार्ट भयो हाम्रो भर्खरै। नमस्कार, म शेरका छोरी हो, आफ्नो पौडेलको बुहारी। नमस्ते सबैजनालाई, म चाहिँ खड्काको छोरी हो, पौडेलको कान्छी बुहारी हो। नमस्कार, म चाहिँ सुपेडीको छोरी, पौडेलको बुहारी, साइनी बुहारी हो, साइनी बुहारी। नमस्कार। आज ग्रिन पकौडा हो दि, के बनाउनु भएको? हजुर, पकौडा। अदी के बनाउनु भएको? के बनाउनु भएको? लु, हाम्रो आन्टी बडीहरू पनि पिकनिक आउनु भएको रहेछ। लु, बाई बाई बडी गएको।
चिकन चिल्ली बनाएको हामीले म सिकेछु कसरी पकाउँछ भनेर। चिकन चिल्ली भन्नु यो हरियो के भन्छ नि ल क्याप्सिकम क्याप्सिकम मजाले क्याप्सिकम भन्छ अरे। हामी खाना खानु लागेको। पकड़ा था मुझे बनाए पहले से ही तड़प रहा था और मुझे तड़पाए जानने